विष्णुजी कौन खिलाइदिने हो राजलाई गर्लफ्रेन्ड छन् भने त्यो सेक्टर 35 में आएर फुल्ली जान सकते है। 150 का वो दूसरा वाला भी होता है, वो नहीं है, खत्म है। राज डियर राज बेलवासे, आज तपाईको जन्मदिनको Hello everyone, welcome to Lalit Giri official Facebook page, YouTube channel Lalit Vlog मा तपाई सम्पूर्णलाई हार्दिक स्वागत छ। आज हामी स्पेशल हाम्रो राज बेलवासे ज्यूको जन्मदिन हुँदा उहाँ 17 मा हुनुहुन्छ रे। हामीले चाहिँ उहाँलाई सरप्राइज दिन खोजेको घरमै गएर, र उहाँ घरमा नभएर 17 मा जानु भएको छ रे। त्यो भएर हाम्रो विष्णु तिवारी जी र म जाँदैछ भाइ। तपाईहरुले बाटोको कन्डिसन हेर्नुस्, चक्कर लाएर जाममा फसिएको छ। बाँकी चाहिँ बेलवासे ज्यूलाई भेटेपछि जन्मदिनको शुभकामना दिने वातावरण रहनेछ। भिडियोको अन्तिमसम्म हेर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला है। तपाईलाई थाहा छ नि त्यति बेला हामी 17 सेक्टर आइयो। 17 सेक्टरको यो मेन एन्ट्री, चण्डीगढको मेन एन्ट्रीमा आइएको छ। झिलिमिली दसैँ आयो, खाउला पिउला के पाउला चोरी पाउला भन्थे, यहाँ झिलिमिली भइसकेछ है। यहाँ 17 मा जानु यस्तो झिलिमिली छ है। दसैँ आएपछि, दसैँ तिहार आयो, चाडपर्व भारत नेपालमा मात्रै होइन भारतमा पनि आउँछ कि कसो विष्णुजी? एकदम राम्रो। यो सेक्टर 17 को चण्डीगढको दृश्य है। अहिले अझै पछि दिवालीतिर अरू देखाउने छु। यो चाहिँ मेरो ब्लगसँग तपाईँहरू बस्दै गर्नुभयो भने विभिन्न ठाउँ घुम्न सक्नुहुन्छ, विभिन्न ठाउँ देख्न सक्नुहुन्छ। तपाईँ जुन देशमा भए पनि ललित गिरीको साथमा रहेर भारत र नेपालभरि घुम्न सक्नुहुन्छ। अन्त जाने त त्यस्तो सोच पनि छैन, जान पनि गइन्न होला। झिलिमिली ल झिलिमिली सेलरोटी मिल्ला के भन्छ त्यति अझै भार छ। दिवालीतिर हुन्छ खतरनाक तरिकाले त। यो मेरो यहाँ फुलकारी भन्ने यो मेरो अफिस थियो। आजभोलि म त छैन यहाँ ड्युटी गरेँ मैले। कमसेकम 10 वर्ष केसियरको काम गरे हो। विदेश सामने क्याटबकको सामने बन्द भइहाल्यो। सरकारी नोकरी त्यही हो, बुझिहाल्नुहुन्छ। बाँकी यताको रमाइलो हेर्दै गर्नुहोस् है। अब कस्तो कस्तो रमाइलो छ देख्दै सघाउँछु। रमाइलो छ, आनन्द छ। बेलुकी त यतै आउने हो कि डेली घुम्न? मलाई आउने मन लाग्छ, साथी नभएको एकैखेर झ्याउ लाग्छ नि त। ल हेर्नु सेक्टर 17 यो विदेश। सर कता? हाम्रो राज बेलवासेजी कता हुनुहुन्छ? ए ल ल ल पछाडि के गर्दै हो त? यहाँ रमाइलो छ भने त हुन्छ त खासै यार। ए आउने कता? यतै आउने हो कि त्यतै आऊँ हामी? यतै ल, हामी म्युजिकको अगाडि बस्छौँ फेरि। हजुर दर्शक प्रेम, तपाईँ यहाँ देख्न सक्नुहुन्छ सेक्टर 17 को यो रमाइलो मोमेन्ट। हामी विष्णुजी र हामी हिँडिरहेका छौँ। आज यो दुकानमा के किन्ने हो? यो यहाँ नेपाली भाइ पनि छन् क्या हो काम गर्ने। ल हेर्नुहोस् दुकानमा टोटो कपाल ए आउट अफ यहाँ फेसनका हेर्नुहोस्, यो फेसन भइरहेछ। कसैलाई साडी चाहिन्छ भने यो बन्सल टेक्सटाइलमा धेरै राम्रो राम्रो साडी पाइन्छ यहाँ सेक्टर 17 मा। साडी सेल लागेको छ अरे। हामी चाहिँ यति बेला सेक्टर 17 को इन्जोय गर्दै। यसले कपिराइट त हान्छ होला नि यार, के हान्दैन? कमरामा बसेर बोर हुने होइन के, बेलुका अरे घुम्ने यस्तो ठाउँमा सोरेर बस्ने ठाउँमा बसिरहेको छ। ए हुन्छ रे भइन्छ, यो कपिराइट हान्दैन। जानु हेर्नुहोस्, यो चण्डीगढको शान हो, पान हो। लाइभ म्युजिक पीछे थे। Can you guys come in for a little bit? Come on, come closer. All right, सामने जो है खाली भी अच्छा लग रहा है. Can you guys come closer? Everybody, to the people on the right, I request जितने भी यहाँ पर लोग हैं वो इधर आ जाए. और जितने भी लेफ्ट साइड पे हैं, I request you to कि आप लोग की 30 कपल्स कौन-कौन है एक बार हाथ करके बताएं.
कपल्स चाहिँ बोला हामी त छ हामी कपल हो भनेर जाम। अच्छा ये जो सामने जगह दिख रही है मेरे को खाली, ये जगह मेरे को खाली दिख रही है। कैन यू गाइस कम इन फ्रंट? आ जाओ, थोड़ी सी एनर्जी की कमी दिख रही है राइट। कैन यू गाइस कम इन फ्रंट? ऑलराइट, म्यूजिक सभी सुनते हो राइट? कैन यू गाइस गेट द सेंटर? Okay, now the favorite song. You like love Sophie song? Sophie song कितने बोलते हैं? फिर से मैं बोला था आज उठाने का रिवाज चला गया। पता क्या करना है? क्या करना है? Can you make some noise? नागन हंसो। Can you make some noise? My favorite song by the way. लाइक पुरा होइन यो पुरा गर्छ नि त यो कमेडी मार्केटले कमेडी बनाएको हुन्छ नि त यो पुरा पेमेन्ट मार्केटले गर्छ नि त हर शनिबार पहिला त राम्रो राम्रो लाग्थ्यो स्टेज भनेको हो यस्तै हो क्या त्यहाँबाट यहाँसम्म रेली सबैलाई नमस्ते यति बेला हेर्नुहोस् त यो पानीको धारा कहाँबाट आइरहेको छ यो विशेष खतरा छ नि होइन सेक्टर 17 को यो हाँसले हो कि के हो यो केले पिसाब गरेर जस्तो छ केले बनाएको के हो रमाइलो छ नि ये सब क्या खरीदा है और ये सब केला रखो ना ऐसे ये कितने का है 50 का ये बच्चे खेलते हैं क्या बात है ये बच्चे दीदी बेच रही है ये दीदी बेच रहे हैं हम नेपाली है दीदी से हिंदी में बात कर रहे हैं आप कहाँ से हो यही चंडीगढ़ से ही हो तो बढ़िया दीदी चंडीगढ़ से तो ये बेच रहे हैं 150 का मतलब 150 का दिन का आपका 500 तो बिकता होगा 500 बिक गया तो कितने हो गया 50,000 25,000 देखो सबसे पहले मुख्य बात है कि बच्चों को खेला नहीं ये बेचने को नहीं कह रहा हूँ मैं हर जगह ये देखिए कितने सुंदर है काम कर 500 बिक गया तो 10,000 रुपए करते करते आ गया तो मेहनत करने वाला का कहीं भी जाओ कमाई हो जाती है ना मेहनत वाला बंदा कहीं भी जाओ कमाई हो जाती है ये इनका सबसे ज्यादा ठीक है मेहनत में कोई शर्म नहीं है किसी का हाँ बिल्कुल नहीं मांग रहे किसी का देखो इतनी अच्छी बात इतनी खूबसूरत दीदी बोल रही है ना मुझे भी बहुत अच्छा लगा और आप लोगों को भी अच्छा लगेगा
और आप लोगों भी मेहनत करो। थैंक यू। ये हमारे उस दीदी ने लिया हुआ है, कैसे चल रेशम ऊपर चला के देखा, चल मेरे को मत मारियो। कैसा लगा? खुश है? अच्छा लगा। अच्छा लगा। और ये गरिश्मा को नहीं मिला? हाँ? नहीं मिला? ले बड़ी हो गई। चलो चलो। ओहो 2 3 फिर करियो। ये देखो खुश हो गया। त्यति बेला राजदेलवासीज्यूको लागि हामी सेक्टर 22 मा यहाँ केकमा आछौँ। केक हेर्नुहोस् है, केक यहाँ कति थरी थरीका केक छन्। विष्णुजी कौन खिलाइदिने हो राजलाई? यो त दिलोला छ यार, केटाको लागि हो, केटीको लागि होला हो। रमाइलो छ। कस्तो लागिरहेछ? आज बर्थडेमा सरप्राइज दिन भनेको राजलाई। यो केक हेर्नुहोस् कति राम्रो छ। मुसा दिल्ली। हजुर सरजी। हजुर हामीले चाहिँ अब केक लिइसक्यौँ। केक चाहिँ स्पेसल छ, अहिले खोलेर मात्रै देखाउनेछौँ हामी। यो चाहिँ चण्डीगढको फेमस केक शॉप है। तो केक शॉप यहाँ ये क्या है? अर्पित कोच। क्या हम आपके लिए प्रचार भी कर रहे हैं? ये भी फ्री भी होना चाहिए, ये प्रचार भी फ्री भी होगी आपकी। अर्पित कोच से हम केक ला रहे हैं सेक्टर 22 में। हामी केक लिएर अब फुलमाला लिन जान लागेका छौँ। फुलमाला कहाँबाट मिल्छ अहिले त हेर्दैछौँ। रातको 9 बजिसक्यो। मिल्ने हो कि होइन त्यो त थाहा छैन। फेरि पनि हामी प्रयास गर्दैछौँ आज राजदेलवासीज्यूलाई सरप्राइज दिने है। उहाँले बताएका छैनौँ हामीले चाहिँ आज केक काट्ने हो भनेर होइन। थाहा छैन। ल पार्टी आज पार्टी चाहिँ राजदेलवासी गएर पार्टी मसलाले खानुपर्छ है। रामजीकोमा चण्डीगढमा सेक्टर 20 मा फेमस रोहित चाइना टाउनको रामजीकामा जाने आज पकाएर जबरजस्ती भाइ लगेर है। राति हेर्नुहोस् यहाँको स्पिड चाहिँ अलिकति खतरनाक स्पिड चलाउनुहुन्छ। त्यो भएर मलाई चाहिँ यो भिडियो पनि बनाउन डर लागिरहेको छ। कतै मोबाइल 1 लाख रुपियाँको मोबाइल पनि पाएको भने बर्बाद होला भन्ने डर छ गाइस। ल अगाडि फुलमाला पाएको ठाउँमा देखाउँछु भाइ। यहाँ अब फुल हेर्नुहोस्, गुलाबको फुल है। अब कुन चाहिँ फुल लाने? तपाईँले कुन चाहिँ फुल लाने भन्नुभयो? कसैको यहाँ गर्लफ्रेन्ड छन् भने सेक्टर 35 मा आएर फुल लिएर जान सक्नुहुन्छ है। एकदम यो दशा यो चाहिँ यो मैले याद राख्नु पर्यो यार। यो दुकान हो क्या? हो क्या? तर आज त्यति राम्रो धेरै फुल छैन। यो पुरै फुलको दुकान हो। आज त्यति धेरै फुल छैन। हाँ हमारे फेमस है ये सेक्टर 35 में, ये मंदिर के सामने। ये कौन सा? श्री राम मंदिर के सामने। ये जितने भी फूल है ना मैं यहीं से ले जाता हूँ। सेक्टर 20 में गया था, उन्होंने वो साले वैसे माला भी ढंग के नहीं देते। इनके पास 70 वाला माला बहुत बढ़िया होता है, ये लंबे वाला। और बड़े वाला भी आज खत्म है मेरे ख्याल से। जो 150 का वो दूसरा वाला भी होता है, वो नहीं है, खत्म है। एक आप बोलो 40 रुपये का माला। इसके टाइम बहुत अच्छी मतलब कि बहुत अच्छी स्टैंडर्ड साइज है, इसलिए मैं यहीं आता हूँ हमेशा। 20 सेक्टर में जाओगे तो छोटी छोटी वो भी मसला हुआ फूल भी ढंग के नहीं होता। यहाँ पे दोनों दुकान अच्छे है वैसे तो, वो भी अच्छे है। और ये भाई साहब यहाँ पे बैठे होते हैं। कैसे भाई साहब? अच्छा है ना? ठीक है ना? आपके इस फूल का तो सबसे अच्छा पुण्य का काम है। आप मंदिर के आगे बैठे हो, फूल बेच रहे हो, हमें बहुत अच्छा लगता है। मैं 21 सेक्टर से आता हूँ आपके पास फूल लेने। ठीक है, थैंक यू। ये हमारा प्रसिद्ध श्री राम मंदिर है सेक्टर 35। भगवान को दर्शन कीजिए। सबैजनाले भगवानलाई दर्शन गर्नुहोस् है। म हिन्दी थिएँ त्यही भएर हिन्दी बोलिरहेको थिएँ। यति बेला रोहित चाइना टाउन चाइनिज एन्ड इन्डियन देखिसक्नुभयो। यो चण्डीगढको फेमस प्रसिद्ध फास्ट फुड सेन्टर, जहाँ तपाईँले यति बेला देख्दै हुनुहुन्छ यहाँलाई। रामजी के छ खबर? सर्वप्रथम त म तपाईँको कुरा गर्नुभन्दा पनि यो मासुको चोक्टो, यो चोक्टो देखाउन खोजेँ। अनि यहाँ यो खोल्दैछन् के मोमोज। यो मोमोजको ऊ हेर्नुहोस् है, त्यहाँ के भन्दैछ? क्या भयो अरे? चिकन तगडा तगडा। ल तपाईँलाई एकदमै स्वागत छ। हामी आज चाहिँ बर्थडे बोय यता हुनुहुन्छ, यहाँको बर्थडे मनाउन आज रोहित चाइना टाउन रामजी को पास छौँ। सर्वप्रथम त रामजीलाई स्वागत गर्न चाहन्छु। थ्याङ्क यू सर। हजुर हजुर म धेरै आराम छु सर। तपाईँ सुनाउनु। अनि के भइरहेछ यो आज हाम्रो राजजीको बर्थडे? आज हामीले राजजीलाई पहिलो कुरा त राजजीलाई धेरै धेरै धन्यवाद यहाँ आउनु भएको छ है। अनि यहाँ एकदम जन्मदिन धेरै धेरै मुबारक होइन। आज हामीले यहाँ केक काटेर मस्तसँग आज खाना खिलाउँछौँ, हाम्रो मिठा मिठा खाना। त्यो सोच्छ हामीलाई। अहिले मोमो चिकन मोमो भयो, चिकन ल्याग भयो होइन। जे यहाँले
खान्न भन्नु चाहिँ त्यो चिज पनि खिलाउने आज यहाँलाई है। सर यो हाम्रो के भने भाइरल पनि हो, यसो हाम्रो खाना के राम्रो, अरू बोली वचन थोडा राम्रो होइन, त्यसले गर्ने बेला सबैले मन पराउनु भएको छ होइन। चण्डीगढका सबैजना आउनु भएको छ। व्यवहार हजुर। यो चिकन बिरयानी पनि छ सर, चिकन बिरयानी पनि खिलाउने है आज। चिकन बिरयानी लास्टै छ, सकिन लागिसकेको छ। हजुर नै यो तपाईँको लागि सबै तपाईँको लागि हो। अहिले सर यस्तो छ हाम्रो अहिले के नवरात्र चलिरहेको, ननभेज अलिकति कम लागेको छ, त्यही हुनाले हाम्रो क्वान्टिटी कमै छ। अहिले काममा अलि लस चलिरहेको, चलो 2-3 दिन रह्यो, अब राम्रो हुन्छ। हजुर दसैँ बाद शुभकामना। हामीले विभिन्न मिडिया विभिन्न न्युजमा तपाईँको देखिरहेका छौँ। थ्याङ्क यू सर। भाइहरूलाई काम जसरी लगाउनु भएको छ एकदमै अंदर आओ भाई, ऑर्डर बनाओ। तू भी आ जा। हाँ ये स्टाफ लोग सारे ये चिकन मोमो दे दो। सबै नेपाली हो यही आउँछन् भन्ने हजुर हजुर। हल्ला छ त यो सर यो स्पेशल चिकन मोमो हैन, मस्त छ हैन, जस्तो भन्छ हाम्रो चिकन मोमो। हजुर यो एउटा मान्छेले पेट भरि हुन्छ के, जसले पनि धेरै धेरै पसन्द गर्नु भएको छ। ल अंकल भिजा दिन त। यो तपाईँ जसरी सामाजिक सञ्जालमा हजुर हजुर त्यतिको व्यापार कतिको नेपालीहरूले तपाईँलाई यहाँ सपोर्ट गरेका धेरै आउनु भएको छ। धेरै एउटा भिडियो मेरो 3 मिलियन गयो होइन, त्यो 3 मिलियन जाने बेला धेरै नेपाली आउनुभयो, खोज्दै खोज्दै टाढा टाढाबाट। तपाईँको यता जिरकपुर भयो, अनि यता तपाईँको यो मणिमाद्रा धेरै ठाउँबाट आउनुभयो होइन। यहाँ खाइरहनु भएको छ, धेरै धेरै राम्रो छ, आइरहेको छ हामी भन्नुभएको छ, धेरै राम्रो छ, बिजनेस पनि धेरै राम्रो चलेको छ। यहाँ आउनलाई तपाईँले तपाईँको दिनको साथ हुन्छ सबै आयो भने फ्री खिलाउनु भएको छैन नि? नै फ्री खिलान्न सर, तर मैले उहाँलाई डिस्काउन्ट जरुर दिन्छु, डिस्काउन्ट जरुर दिन्छु। हजुर ल ल ल ल नै हजुर 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 डिस्काउन्ट दिन्छु उहाँलाई। हजुर 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 इतने बड़ा लेग पीस कैसे खाओगे? तुम्हारे जितने तो लेग पीस ही है। ये देखो आज ये तो हाम्रो सोल्ती ना आज राति 10 बजे है लास्टतिर है। राज डियर राज बेलबासे, आज तपाईको जन्मदिनको धेरै धेरै शुभकामना, सुस्वास्थ्य दीर्घायु तथा परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै आज तपाईको कति वर्षको हुनुभयो आफै भनिदिनुहोस्? 36 कम्प्लिट वर्ष, 36 पार गर्दै 37औं वर्षमा लाग्नुभएका आदरणीय समाजमा एकदमै मैले चाहिँ उहाँलाई कसरी चिन्छु भन्दा व्यवहारिक रूपमा एकदमै परिपक्व जिम्मेवारी र उहाँको जो मन छ यो हरेक नेपालीले बुझ्नुपर्ने र सुन्नुपर्ने कुरा छ। र आज चाहिँ छोटो समयमा रातको 11 बजे हामी केक काट्दैछौँ। यो 11 बजेतिर यो केक तपाईहरुको सामने यहाँ हामी बालबच्चा परिवार फ्यामिली सायद यहाँ केक काट्दैछौँ। सबैले काटो काटो केक केक काट्नु ल। जन्मदिनको धेरै धेरै शुभकामना। सर्वप्रथम त म ललित सर लगायत हाम्रो विष्णु तिवारीजी लगायत मेरो भेनाश्री र रामजी सर सबैलाई धन्यवाद दिन चाहन्छु। र हाम्रो परिवार त हुँदै हुनुहुन्छ सल्टिना अनि हाम्रो बच्चाहरू आपको मैं लगा दूंगा, जब पापा को नहीं लगाना, नानी लाओ के नानी लाओ के वहाँ भी लगा दिनु के। हामी यतिखेर रोहित सेक्टर 20 को बुथ मार्केटमा लाइटको नजिकै छ। कृपया हजुरहरू पनि आइदिनु होला। यहाँ एकदमै चाहिँ रमाइलो ठाउँ र सबभन्दा राम्रो मान्छे यहाँ। रमाइलो ठाउँ भन्दा पनि मान्छे राम्रो तपाईँहरूलाई केही बर्थडे मनाउनुपर्छ, केही चाहिँ एनिभर्सरी मनाउनुपर्छ, कृपया यहाँ सम्झिनु होला। यहाँको फोन नम्बर पनि यहाँले बताउनु हुनेछ, 9803007132 नम्बर बताइसक्नु भएको छ। धन्यवाद छ। हामीलाई आज धेरै सपोर्ट गर्नुभएको छ। यहाँले रातको 11:15 बजे 11 बजे यहाँको क्लोजिङ टाइम हुँदाहुँदै पनि 11:20मा छौँ हामी। त्यतिखेर हामीहरूले चाहिँ यो बर्थडे सेलिब्रेसन गर्छौँ। यसको लागि धेरै धेरै धन्यवाद छ मेरो आदरणीय प्यारो मित्र सोल्टी ललित गिरिज्यू होइन, लगायत चाहिँ हाम्रो विष्णु तिवारीज्यू,
मेरो प्रिय मित्र हुनुहुन्छ र मेरो भेनाश्री नारायण नेपालीज्यू र उहाँको मित्र पनि हुनुहुन्छ साथमा हाम्रो छोरीना हाम्रो बच्चाहरू मेरो बच्चा जिज्ञासा गिरी मेरो छोरी गणेशमा मेरो बच्चा यो हाम्रो बच्चाहरू होइन अब नाम नलिकन रामजी सर एकदमै प्यारो मित्र रामजी सर होइन यहाँसँग धेरै सहकार्य गरियो र अगाडि पनि गरिरहन पाइयोस् यहाँको माया ममता हमेसा पाइरहेको भन्यो धेरै खुसी छ यहाँले यत्रो सपोर्ट गर्नुभएको छ हरेक ठाउँमा हरेक दुःखमा परेको नेपालीहरूलाई यहाँले सपोर्ट गर्नुभएको छ हमेसा गर्दै आउनुभएको छ र नेपालीहरू कति नेपालीहरूले यहाँलाई मौका पनि गर्नुभएको छ है यहाँसँग त्यो कहिले नहोस् भन्न चाहन्छु र यहाँको एकदमै कमलो मनको हुनुहुन्छ है रामजी सर र यहाँको कमलो मनसँग कोही पनि नखेलिदिनु होला यहाँले चाहिँ र आज चाहिँ यहाँकै आफ्नो निवासमा आफ्नो चाहिँ आफ्नो कार्यक्रममा हामीहरू छौँ होटेलमा रोहित चाइना टाउनमा र हामी यो बर्थडे मनाउँछौँ आज पहिलोचोटि लाइफमा पहिलोचोटि म यहाँ बर्थडे मनाउँदैछु यसरी है बच्चाहरूले केक काट्ने बच्चाहरू के सिस्टम मलाई थ्याङ्क यू सर हजुरको चाहिँ आशीर्वाद सधैँ परिरहोस् होइन प्रतिपतिको माया सधैँ परिरहोस् यदि आज चाहिँ एकदमै धन्यवाद छ कुरोलाई त्यो कहाँ तोडेर त्यस्तै दुकान दिने के खुवाइदिनु होला नि के खुवाइदिनु चाहिँ 500 हालेको चाहिँ तोड्न भयो थ्याङ्क यू सर थ्याङ्क यू सो मच थ्याङ्क यू भेनाश्री यो चाहिँ मेकअप लाग्छ थ्याङ्क यू भेना थ्याङ्क यू भेना मलाई राम्रो हो पोत्नी हो कसरी गर्ने किसको लागि लाग्यो बस हो गयो मेरो त खाली है राम्ररी है राम्ररी मलाई के हालो गर्न आशीर्वाद सधैँ बनिरहोस् मेरो साथमा र थ्याङ्क यू सो मच होइन एकदमै खुसी लाग्यो आज यसरी मजा होइन भयो अब